हेलो गाइस, के छ खबर भन्न चाहे हजुरहरूको। मेरो नि सन्चै छ भन्नुपर्छ होइन। अनि आज बस सिमुलेटर इन्डोनेसियाको महाउग्रतारा बस मोड अनि नयाँ स्किन बनाएको छु होइन। कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू। नयाँ स्किन बनाएको छु। यसको यो बस स्किनको नाम भन्नुपर्दा चाहिँ कुन ठाउँको बस रहेछ भन्ने कुरा होइन। अनि यो प्रतिज्ञा बस नाम रहेछ है स्किन यसको। अनि यो कता जाने रहेछ होइन। केशवनगर हरबुटवल काठमाडौँतिर चल्ने रहेछ होइन। एकदम मस्त छ स्किन, मैले मस्त बनाएको छु हेर्नु होला। पहिलोचोटि बनाएको यस्तै छ, पहिलोचोटि बनाएको होइन। कस्तो लाग्छ हजुरहरू सुझाव सल्लाह दिनु होला। केही कमी भएमा अनि मलाई कमेन्ट गर्न सक्नुहुन्छ अनि म सुधार्ने कोसिस गर्नेछु। आज मैले फर्स्टचोटि हो क्या, अनि फर्स्टचोटि पहिलोचोटि मैले स्किन बनाएको होइन। अनि रियल बसको हेर्नु होला अनि सर्च गरेर यो बस मोड रियल बसमा पनि हेर्नु होला। त्यही स्किन छ, सरी त्यो स्किन छ। मैले यो हजुरलाई मन परेमा म यो स्किन लिङ्क मेरो च्यानलको डिस्क्रिप्सनमा राखिदिनेछु, हजुरहरूले डाउनलोड गर्न खेल्न सक्नुहुन्छ है। यता पनि मैले आमा बुबाको आशीर्वाद अनि देख्नुहुन्छ। अनि यहाँ ट्राफिक नियमको पालना गरौँ भनेर पनि मैले लेखिदिएको छु है। अनि यतातिर पनि त्यही प्रतिज्ञा खैर बस एसी वाइफाई टिभी हाइफाई शोभा कभर सबै हाम्रो सम्पूर्ण मतलब यो बसमा रहेको छ सेवाहरू भनेर मैले लेखिदिएको छु होइन। अनि कस्तो लाग्छ हजुरहरू कमेन्ट गर्नु होला है। अब चलाएर हेरौँ थोडा अलिकति है। चलाएर हेरौँ त कस्तो लाग्यो। वाउ, दामी लागेको छ ब्रो, पुरा लागेको छ नि त। तर पहिलोचोटि बनाएको होइन। डिस्क्रिप्सनमा राखिदिनेछु, हजुरहरूले त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ है। बस स्किन चाहिँ दामी बनाएको छ है, मलाई त मन पर्यो। पहिलोचोटि आफैले बनाएको आफैलाई मन परिरहेछ भन्ने छ। अरूलाई हजुरहरूलाई पनि मन पर्छ होला भन्ने आशा गरेको छु। बरु अट्क्यो क्या हो, अट्क्यो साथीहरू, अट्क्यो। हेर्नु सक्नुहुन्छ स्किन राम्रोसँग। यता हल्का यो बनाउँछौँ, हल्का मतलब हल्का यस्तो आएछ कि होइन बनाएको जस्तो, मतलब यसो किरबिर जस्तो लागिरहेको होला। पहिलोचोटि बनाएको होइन, आफैले बनाएको होइन, मोबाइलबाट नै बनाएको होइन। त्यही भएर कस्तो लागेको छ हजुर सल्लाह सुझाव दिनु होला, कमेन्ट गर्नु होला होइन भन्न चाहे। अब भिडियो धेरै लामो नबनाऊ, स्किन चाहिँ यही रहेको छ। अनि हजुरलाई मन पर्यो भनेपछि यो स्किन चाहियो भनेपछि मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अनि त्यसपछि म मेरो युट्युबको डिस्क्रिप्सनमा राखिदिनेछु। ल त है, अहिलेलाई छुट्टिन्छु, बाई बाई, नमस्ते।